हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ बिहान 7 बजिसकेको छ है। अनि म चाहिँ भर्खर उठेँ। अब आज चाहिँ म धेरै दिनपछि लगभग 7-8 महिनै भइसक्यो मैले भ्लग नहालेँ। अब चाहिँ म यता अहिले सल्यानमा छु म होइन। सल्यानमा चाहिँ स्वास्थ्य सेवा कार्यालयबाट जिल्ला स्वास्थ्य कार्यालय सल्यानको चाहिँ जिल्ला अस्पतालमा अहिले म कार्यरत भइरहेको छु, बोर्डिङ गरिरहेको छु। मैले चाहिँ जुन ब्याचलरको स्कलरसिप मिलेको थियो नि मलाई, जुन फार्मेसीमा, अनि त्यसको चाहिँ पढाइ सकिसकेपछि चाहिँ हामीले 2 वर्ष बोर्डिङ गर्नुपर्छ। अनि त्यसकै सिलसिलामा चाहिँ अहिले म सल्यानमा छु होइन। अब आज चाहिँ म यसो देखाइदिन्छु सल्यानको जिल्ला स्वास्थ्य कार्यालयहरू होइन। अनि मेरो चाहिँ अब नियमित ब्लग जस्तै पहिला जस्तै देखाइदिन्छु। अहिले चाहिँ बिहान उठ्दाखेरि नै अब मजाले पानी परिरहेको रहेछ कि होइन, पानी परिरहेछ। चाहिँ अब यसो बिहानको खाना बनाएर होइन, अनि अफिस जाने तयारी गर्नु पऱ्यो नि त। अहिले चाहिँ 9 बजीदेखि छ अफिस आजभोलि। अनि त्यही भएर बिहान अब खाना बनाउनुतिर लाग्नुपर्छ है। ल अब खाना पनि खाइसकेर एकदम रेडी भएर म चाहिँ अब निस्किनु लाग्यो। हस्पिटल जाने बाटो चाहिँ यही नै हो। यता माथि पहाड छ। आज चाहिँ ठ्याक्क मौसम पनि खुलेर एकदम क्लियर देखिरहेछ। बादलहरू पहाडमा छ अनि यो बाटो भयो। म अहिले हिँडिरहेको यो बाटो चाहिँ सल्यानको डाँडा गाउँ भन्ने ठाउँ हो। म चाहिँ डाँडा गाउँमै बस्छु। अनि हस्पिटल चाहिँ अलिकति टाढै छ क्या। कस्तो ठाउँमा छ भनेपछि जङ्गलको बिच भागमा छ। त्यहाँ चाहिँ गाउँ पनि छैन क्या अरू। त्यही भएर जति पनि त्यहाँको स्टाफहरू चाहिँ कि त क्वार्टर पायो भने त्यही हस्पिटलमै बस्ने हुन्छ होइन, क्वार्टरमै। होइन भने चाहिँ बाहिर माथि अर्को छुट्टै त्यही डाँडा गाउँमै क्वार्टर छ कि हस्पिटलले अरूको घर भाडामा लिएर क्वार्टर बनाएको। त्यो नजिक, त्यो हस्पिटलको नजिकमा चाहिँ अरू कुनै गाउँ नगएर बस्नुपर्ने यति माथि नै छ। हिँड्नुपर्छ डेली, बिहान साँझ हिँड्नुपर्छ 2-3 किलोमिटर। खासमा 2 किलोमिटर 2.5 किलोमिटर जति चाहिँ बाटो छ। त्यो मेन बाटो चाहिँ गइँदैन। अब पहाडको घुम्ती बाटो भन्दा नि त्यो सर्टकट छ क्या, झर्ने बाटो। अहिले म त्यो पनि देखाइदिउँला। अनि त्यहाँबाट गइन्छ। लगभग जहाँलाई ओह्रालोमा जाँदा 15 मिनट लाग्छ मजाले। चाँडै पुग्यो भने 15 मिनट लाग्छ। ढिलो पुग्यो भने चाहिँ 20 मिनट लाग्ला। आउँदा चाहिँ 25 मिनट लाग्छ। एउटा सर्टकट बाटो चाहिँ यही नै हो है। यो चाहिँ रोडै रोड गयो भने यो बाटो पुगिने भयो। म चाहिँ यो सर्टकट बाटोमा जान्छु। यहाँदेखि तल सर्टकट छ, यो गोरेटो बाटो। अनि यो खानेपानीको अफिस हो यो चाहिँ। अनि पाइपहरू पनि छ। त्यहाँ पर बुद्ध पार्क भनेर छ। म त्यहाँ चाहिँ कहिले गएन खै। अब जाने बाटोमा त पर्छ, आउँदा नि हतार जाँदा नि हतार हुन्छ। कहिले त्यहाँ घुम्नु चाहिँ पाएन म। बुद्ध पार्क अन्त माथि एउटा मन्दिर छ, खै कस्तो छ त्यहाँ चाहिँ म गएको छैन। पछाडिको चाहिँ शान्ति स्मारक भनेर लेखेको छ, त्यहाँ चाहिँ यत्तिकै बस्नुलाई होला। बाटो यो डाँडा गाउँबाट आएको बाटो यो भयो। यो चाहिँ खलङ्गाबाट आएको बाटो हो। अनि यतातिर आर्मी क्याम्प छ त्यहाँ पर चाहिँ। अब म चाहिँ यो ओह्रालो यो सर्टकटबाट जानु पऱ्यो। यहाँदेखि सर्टकट बाटो भने चाहिँ यही नै हो, गोरेटो। जाँदा चाहिँ अब ओह्रालो पर्छ र अलिक छिटो गइन्छ। अब आउँदा त पसिना आउने गरी उक्लिनुपर्छ यो बाटोमा। लगभग 100 मिटर तल छ कि तल बाटो अलिअलि देखिन्छ नि यो त्यहाँबाट आउँछ यो माथिबाट गएको घुमेर बाटो चाहिँ। यो चाहिँ सर्टकट भयो। अनि त्यही हो, आउँदाखेरि चाहिँ मलाई टोटल हस्पिटलदेखि माथि पुग्न 25-30 मिनट लाग्छ। जाँदा चाहिँ ओह्रालोमा 15-20 मिनटमा पुगिन्छ। अनि सल्यानमा खै यता काफल खानु पाइन्छ कि भनेर भनेको, जम्मै रुखहरू सबै यो सल्लाहको मात्रै छ क्या। यो जङ्गलमा चाहिँ सल्लाहको रुख मात्रै छ। अलिक पर जानुपर्छ अरे काफल खानलाई चाहिँ। अरू दिन त जानु भ्याउँदैन। अब कहिले यसो बिदाको दिन पऱ्यो भने। अनि हस्पिटल चाहिँ त्यहाँ हो है, त्यो चाहिँ हस्पिटल हो। अब यो पुरै जङ्गलको बिचमै छ हस्पिटल। बाटो मात्रै छ यहाँ, घर कुनै पनि छैन। यता माथि पनि त्यस्तै हो, जङ्गलको बिचमा छ क्या त्यहाँ हस्पिटल चाहिँ। अहिले त्यहाँ भित्रै गएर पनि देखाइदिउँला म हस्पिटल। अब यतातिर चाहिँ म्याक्सिमम् सल्लाह नै पाइन्छ। अनि सल्लाहको चाहिँ अब भित्र खोटो हुन्छ नि त, रेजिनहरू, त्यो चाहिँ यहाँ निकाल्ने काम भइरहेछ यसरी। अनि यो पानी परेर यसमा चाहिँ पानी खेरेर नत्र पुरा एकदम ल्याटेक्स रेजिन के हुन्छ त्यस्तो हुन्छ क्या। यो चाहिँ तल श्रीनगरबाट आएको बाटो। यो बाटो आएर माथि खलङ्गा जान्छ। तर यो बिचबाट यतातिर चाहिँ हस्पिटल जाने बाटो हो। यहाँ पनि लेखेको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यान अस्पताल जाने बाटो भनेर लेखेको छ। अब यहीँभित्र छ है त हस्पिटल। अब यो पनि सर्टकट बाटो नै हो, उतातिरबाट आउँछ त्यो मेन बाटो चाहिँ, यो चाहिँ सर्टकट हिँड्नलाई। अनि यो भयो सल्यानको स्वास्थ्य सेवा कार्यालय चाहिँ यो हो। अनि यहीसँग पछाडि फार्मेसी चाहिँ यहीँ छ, यसमै छ। अनि यो टिकट काट्ने ठाउँ, परको यो ओपिडी, अनि यतातिर क्वार्टरहरू छ, इमर्जेन्सी छ होइन, म्याटर्निटी वार्ड यस्तो छ। थ्याङ्क यू। यो चाहिँ नि शुल्क पाइने ठाउँ, हाम्रो दाइ हुन्छ नमस्कार दाइ। यो फार्मेसी सानै छ, यति नै हो। आज ओपिडी खुल्ला भइरहेको भए चाहिँ बिरामीहरू आइरहनुहुन्छ। अनि त्यतिखेर अलिक बिजी भयो नि त। आज चाहिँ अब आइतबार बिदाको दिन, त्यही भएर ओपिडी चाहिँ खुल्ला छैन। अनि फाटोफुटो औषधिहरू गइरहेछन्। यतिको औषधि त कहाँ दिनु, सबै औषधि दिनु मिल्दैन कि। दिमागको औषधि जति पनि यो छारेवाला अनि अरू लागु औषध जस्तो दुर्व्यसन हुन्छ क्या। दिमागको त अलिक खत्रै हो नि त, त्यही भएर डक्टर लेखेको छ दिनु मिल्छ, नत्र बाहिर भेट्नु मिल्दैन कि। पहिला तपाईँले के अरे दिनमा कतिपल्ट खानुहुन्थ्यो पहिला? अलि बोरी आमेर भयो क्या, एउटा गोली खाएर जान्थ्यो। अनि पछि बनाइदिनु अर्को त्यो चाहिँ छैन भने फेरि अर्को बनाइदिँदैन। 3 टाइम खान्छ, 2 दिन खान्छ। बुझ्दैन नि? त्यही त, त्यही लेख्नु भएको छ। पहिला चाहिँ अर्कै औषधि रहेछ फेरि। अर्को छ पहिला। आउनुहोस्, आज म चाहिँ यो फार्मेसी भयो सशुल्क फार्मेसी, यता चाहिँ निःशुल्क फार्मेसी छ। अनि यहाँको पनि यसो टुर बनाइदिउँ न त होइन। यो चाहिँ निःशुल्कवाला हो। ओपिडी चलेको दिन चाहिँ यो पनि खुल्ला हुन्छ, अरू दिन चाहिँ बन्द हुन्छ। यदि औषधि निःशुल्कवाला पनि आयो भने चाहिँ उता फार्मेसीकै सशुल्कवाला फार्मेसीकै मान्छे आएर यहाँ दिने हो। अनि यसमा चाहिँ अब औषधिहरू यहीँ छ, औषधिहरू यहीँ राखेको छ होइन, जति पनि यहीँ छ। अब म निःशुल्क औषधि चाहिँ 98वटा छ नि त, 98 टाइप्सको औषधि चाहिँ निःशुल्क पाइन्छ नेपालमा। त्यसको लिस्ट पनि यही छ, म देखाइदिन्छु। यो जति पनि औषधि देखिरहेको छ नि, यो औषधिको नामहरू छ अगाडि। यो औषधि चाहिँ निःशुल्कै पाइने औषधिको नामहरू हो। हामीले चाहिँ 98वटा औषधि चाहिँ निःशुल्क पाइन्छ भन्नु परेको छ नि होइन। त्यही हो ठ्याक्कै, यो चाहिँ 98वटै छ, जेडसम्म अल्फाबेटिकली राखेको छ है। यो औषधिहरू चाहिँ निःशुल्कै पाइन्छ। यो चाहिँ यहाँ लिस्ट भयो। अनि त्यही अनुसारको औषधि चाहिँ यहाँ पनि छ कि। यहाँ यो ओआरएस पनि यो निःशुल्कै पाइने हो, यिनी सबै होइन। प्रेडिसोनहरू, कार्बामेजिपाइनहरू सबै यो औषधिहरू निःशुल्क पाइने। सिटामोल यही छ। अनि अरू औषधि यतातिर पनि छ, ड्रपहरू, सस्पेन्सन, सिरपहरू यता पनि छ। अनि यो क्रिम, ओइन्टमेन्ट, डक्सिसाइक्लिन होइन। अनि यहाँ चाहिँ यो साइकोटिकहरू चाहिँ यता छ, इपिलेप्सीको एमिट्रिप्टाइलिन होइन, यो चाहिँ यतातिर छ। यो भयो हाम्रो निःशुल्क फार्मेसी। यो भयो निःशुल्क फार्मेसी। यतातिर हाम्रो यो सशुल्क फार्मेसी है। अनि यहाँ चाहिँ यो छ, स्टोर छ, सशुल्कको स्टोर हो यो चाहिँ। यहाँ चाहिँ अब देख्न सकिन्छ होइन, यति औषधिहरू यहाँ छ राखेको छ। योहरू चाहिँ स्टोर भइहाल्यो। त्यो फ्रिजमा राख्ने औषध चाहिँ यता छ, यहाँ देख्न सकिन्छ होइन। धेरै जस्तो चाहिँ इन्सुलिन नै छ, जम्मै इन्सुलिन छ होइन। अनि अब हेपाटाइटिसको पनि छ, त्यहाँ देख्न सकिन्छ हेपाटाइटिसको पनि छ। अनि त्यस्तै रेबिजको पनि छ हामीसँग होइन, रेबिजको पनि छ। यो चाहिँ सधैँ यस्तै चिसोमै राख्नुपर्ने हुन्छ क्या, त्यही भएर यता पनि राखेको छ। यो सबै छ, इन्सुलिन, रेबिज होइन, हेपाटाइटिसको। अनि यो छुट्टै छ, इम्युनोग्लोबुलिन, इन्फ्लुएन्जा भ्याक्सिन यो पनि छ। आज त मैले पानी पनि खाएको छैन।
चाहिँ अब मेरो ड्युटी सकिसकेको छ। मेरो चाहिँ 5 बजीसम्म थियो अनि 5 बजेर पनि 5 मिनट गइसक्यो। अनि अब यो आवरमा चाहिँ अब नाइटमा आउने स्टाफलाई चाहिँ मैले ह्यान्डओभर गरेर जान्छु होइन। त्यसमा चाहिँ अब कम्प्युटरमा हेर्नुपर्छ कति सेल भएको छ आजको दिनमा, त्यो एमाउन्ट र यता फिजिकल्ली हामीसँग पैसा कति छ त्यो चाहिँ ठ्याक्कै म्याच हुनुपर्छ है त। मेरो आजको सेल भने चाहिँ क्यास यो 1290 र को पेमेन्ट चाहिँ 15 रुपियाँ लगाएको थिएँ मैले। यो 1200 कति 1305 रुपियाँ भयो है त आजको कलेक्सन। त्यो चाहिँ मैले यहाँ लेखिसकेको छु। मैले ह्यान्डओभर पाएको चाहिँ यो 15,010 रुपियाँ अनि 1305 रुपियाँ चाहिँ मेरो कलेक्सन भएर मैले 16,315 रुपियाँ बनाएको छु। यो चाहिँ फिजिकल्ली पनि त्यति नै छ। ठ्याक्कै म निस्किने बेला चाहिँ अब यहाँ ठुलै पानी पऱ्यो, हावाहुरी पनि चलिरहेको छ। हावाहुरी पानी एकैतिर आइरहेको छ, गड्राङ गुड्रुङ गरिरहेको कतातिर यस्तो हावा चलिरहेछ। कसरी जानु खै। पानी परेर बत्ती पनि गएको अवस्था छ गाइज। अन्धकार भइसक्यो फार्मेसी, बाहिर पानी परिरहेछ, भइहाल्छ, भित्र अन्धकार छ। अहिले चाहिँ मजाले घाम लागिरहेछ पानी परिसकेपछि। अनि यो आयुर्वेदिक चिकित्सालय हो। अनि म चाहिँ अहिले फर्किरहेको छु हस्पिटलदेखि। प्लास्टिक उकालो छ बाटो। अहिले चाहिँ गाइज म तरकारी लिन जाँदैछु। अब यो बजार चाहिँ त्यो म बस्नेदेखि चाहिँ अलिक टाढा छ कि 10-15 मिनट जति हिँड्नुपर्छ कि। फेरि यत्र जम्मै सरकारी भवन र हल्का गाउँ जस्तो मात्रै छ। बजार एरिया चाहिँ अलिक पर छ अनि त्यहाँ चाहिँ हिँड्दै जानुपर्छ। बिचमा अरू केही पनि छैन, सिम्पल घरमा चाहिँ पसलहरू कति पनि छैन। बजारहरू चाहिँ एकै ठाउँ खेरिएका होइन, एकै ठाउँ जम्मा छन्। बजार चाहिँ सरकारी भवन चाहिँ एक ठाउँ, त्यो छुट्टा छुट्टै क्या। सरकारी भवनको वरपर हुनुपर्ने बजार चाहिँ खै बजार फेरि अलिक छुट्टै भयो। त्यतै जाँदैछु म चाहिँ अहिले। यो चाहिँ एकदम गाउँको बाटो भएर हिँड्दैछु। त्यो सदरमुकाम त हो तर गाउँ जस्तै नै खै गाउँको बाटोबाट जानुपर्छ। म चाहिँ अब एकदम खतरा भ्यू देखाइदिउँ, मेरो पछाडि खतरा भ्यू देखाइदिउँ। यहाँबाट चाहिँ एकदम हिमाल पनि देखिँदैछ नि त, चुचुरै छ हिमालको। त्यहाँसम्म छ, यता पनि छ हिमाल चाहिँ। यहाँको बजार एरिया भने चाहिँ यही नै हो। मेन बजार भने चाहिँ यही हो, ठ्याक्क यो चोक भयो। यता तलतिर पनि छ हल्का बजार, यता नगरपालिका कार्यालय, यो चाहिँ मेन बजार।